नमस्कार दर्शक मित्र, आज हामी सप्तरी जिल्लाको रूपनी बजारबाट एउटा भिडियो लिएर यहाँहरुमाझ आएका छौं। निषेधाज्ञा जारी रहेको बेला सप्तरी जिल्लाको रूपनी गाउँपालिका स्थित लागेको हाट बजारबाट यो भिडियो लिएर आएका छौं। गत वर्ष चैत्र 11 गतेदेखि नेपालमा लकडाउन लगाइयो। त्यसपछि मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी जस्ता आवश्यक मापदण्डहरू सरकारले लागू गरे। तर त्यसको कति सचेतना समाजमा पुग्यो त? त्यसको उदाहरण रूपनी गाउँपालिकाको यो हाट बजारबाट सजिलै हेर्न पाइन्छ। दर्शक मित्र, हामीले यो भिडियो तपाईहरुमाझ लिएर आएका छौं कि मान्छे कति सचेत भएको हो। जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाभरि नै हाट बजारमा रोक लगाएको छ, निषेधाज्ञा जारी गरेको छ। तर यहाँका आम सर्वसाधारण त्यो निषेधाज्ञालाई कतिको पालन गरेको छ त? खोइ प्रशासनको उपस्थिति, खोइ निषेधाज्ञा पालन गरेको के यसले समाजमा चेतना बढाएकै हो त? पक्कै पनि यो भिडियो हेरेर सजिलै अनुमान गर्न सकिन्छ। तपाईहरु हेर्दै हुनुहुन्छ रूपनी गाउँपालिकाको कार्यालय अगाडि नै यो हाट बजार लाग्ने गर्दछ। तर हाट बजार लाग्ने बेलामा तपाईहरु यो भिडियोमा हेर्न सक्नुहुनेछ कति जनाले मास्क लगाएका छन्, कति जनाले सामाजिक दूरी पालना गरेका छन्। सजिलै हेरेर यहाँहरु बुझ्न सक्नुहुनेछ। अब हामी यो कुराको चर्चा पक्कै पनि गर्छौं कि सदरमुकाम राजविराजमा जताततै प्रहरीले मास्क नलगाउने व्यक्तिलाई जरिवाना पनि गरेको छ। निषेधाज्ञा उल्लङ्घन गरेको व्यक्तिलाई पनि जरिवाना गरेको हामीले पाएका छौं। तर यी यस्ता हाट बजारमा खोइ त प्रहरीको उपस्थिति, खोइ त लकडाउन निषेधाज्ञा जे भनौं त्यसलाई पालन गराउने निकाय त छँदै छैन। र यहाँ सबभन्दा बढी दोष सर्वसाधारणकै हो। आफू पनि सुरक्षित रहौं र अरूलाई पनि सुरक्षित रहन दिउँ, यो मान्यतालाई बुझेर कम से कम आफैमा पनि मास्क लगाउने र सामाजिक दूरी मेन्टेन गर्ने जस्ता कामहरू आफैले गर्नुपर्छ। तर यो दृश्य हेर्दाखेरि पक्कै पनि लाग्छ कि यहाँ जनमानसमा चेतना पुगेको छैन, अथवा चेतना पुगे पनि उनीहरू यसलाई सजिलै उल्लङ्घन गरेका छन्, अथवा यो भनौं कि चेतना भएर पनि अनदेखी गरिरहेका छन्। अहिलेको यो विषम परिस्थिति र विकट समयमा सचेत भएर काम गर्नुपर्ने हो। अनावश्यक भिडभाड अथवा घरबाट निस्कनु हुँदैन भन्ने सरकारले पटक पटक, प्रशासनले पटक पटक सन्देशहरू जारी गरेको अवस्थामा पनि यहाँ हेर्नुस् के साँच्चीकै हामी चेतनशील हौं, अथवा साँच्चीकै हामी यो एक वर्षको गतिविधि हेरेर, यो एक वर्षको विकराल समय हेरेर कति सिक्न पाएका छौं त? कसलाई दोष दिने? के 24 घण्टा प्रशासन मात्रै उभिने हो, वा 24 घण्टा तपाईँ अगाडि प्रहरीले जबरदस्ती निषेधाज्ञा पालन गराउने हो? यी यस्ता धेरै सवालहरू छन्। तर अन्त्यमा म यही भन्छु कि कम से कम आफ्नो स्वास्थ्यको रक्षा आफै गरौँ। विनय कर्ण युट्युब च्यानलको लागि रूपनीबाट यो भिडियो सहितको रिपोर्ट। पैसा जहाँ